यदि बालबच्चाले ससाना बिठ्याइ गर्दा तपाईँ झ्याप्पै गएर पिट्नुभयो भने बच्चाले आफूले ठ्याक्कै के गल्ती गरेको थियो भन्ने कुरा एक दुई दिनमै बिर्सन्छ, तर तपाईँको पिटाई जिन्दगीभर सम्झन्छ अनि बच्चा तपाईँसँग इमोसनली अट्याच्ड हुँदैन। उसै गरी बालबच्चा चर्को गरेर रोए, चिच्याए, दुःख दिए भने तह लगाउँछु भनेर उल्टै उनीहरूलाई झपार्ने, थर्काउने, पिट्ने आदि गरि नहाल्नुहोस्। उसले आफ्नो इमोसन कन्ट्रोल गर्न नसकेको अवस्थामा जन समस्या नथपिदिनुहोस्। कुनै तनाव भएर त्यस तनाव खप्न नसकेर वा अन्य कुन कुरामा दुःख दिएका हुन् त्यो पत्ता लगाउनुहोस्। समस्याको जड पत्ता लगाउन उनीहरूलाई साथ दिनुहोस्। कम्तीमा ऊ नजिकै गएर वा एकान्तमा लगेर उसँगै शान्तसँग बस्नुहोस्। सक्नुहुन्छ भने आँखा चिम्लिन लगाएर केही मिनट आफू पनि सँगै ध्यान गर्नुहोस्। तनाव हुँदा झर्कने र चिच्याउने भन्दा अन्य उपाय पनि हुन्छन् भन्ने कुरा सिकाउनुहोस्। यदि तपाईँको बच्चा बजारको बीचमा, भिडभाडमा वा सपिङ मलहरूमा मानिसहरूको बीचमा दुःख दिएर रोएर चिच्याएको छ भने उसलाई लिएर कुनै शान्त ठाउँमा लैजानुहोस् र सँगै बस्नुहोस् उसँग। उसलाई जति रुनु छ, चिच्याउनु छ सबै गर्न दिनुहोस्। 15-20 मिनट बसेपछि उसले रुन छोडेर तपाईँले भनेको नै मान्छ। उस्तै परे त्यस बेलासम्म ऊ किन रुन सुरु गरेको थियो त्यो सबै बिर्सिसकेको हुन सक्छ। उसले रुन र चिच्याउन नछोडासम्म उसँगै बस्नुहोस्।